यो चाहिँ यता घर अगाडि चाहिँ खम्बा आएको रहेछ। यो चाहिँ कारेन्टको लागि र यो चाहिँ हामीको अब पहिले चाहिँ यो पछाडिपट्टि थियो चाहिँ अनि त्यही लागि अब खम्बा थिएन। अनि यता चाहिँ अहिले बाटो बनिएको छ अनि अहिले फेरि खम्बाको सिस्टम हुन आँटेको छ। अनि हाम्रो चाहिँ पहिले चाहिँ उतापट्टि पछाडिपट्टि घरपट्टि थियो खम्बा र अहिले चाहिँ फेरि यतापट्टि पनि हुन आँटेको छ। अनि त्यसपछि चाहिँ म यतिकै बसिरहेको थिएँ अनि यता फेरि अब चराहरूलाई खाना दियो अरे। अनि फेरि भाउजू हामी भएर चटपटे खाना भनेर गएका थियौँ। तर चटपटे चाहिँ हामीले दोकानमा भेटिनौँ अनि दोकानकै सामानहरू ल्याएर चाहिँ यहाँ घरमा आफै बनाएर खान आँटेका छौँ। यता चाहिँ भाउजूले पनि मलाई बनाउनको लागि हेल्प गर्नुहुँदै थियो निबुहरू दिएर। अनि भाउजू चाहिँ फेरि पाहुना जस्तो नबस्ने कि एकदम साथी जस्तो हामीलाई चाहिँ एकदम फुर्ती लागिरहेको थियो। अनि हामी चाहिँ यता एकदम इन्जोय नि त अब केही लाज भन्ने छैन हामीलाई। अनि यत्तिकै अब बेसी नै हामीहरूको चाहिँ फनी टाइपको भइरहेको छ घरमा। अनि यता अब सबैजनाले बसेर हामीले चटपटे खान लाग्यौँ। अनि म चाहिँ यहाँ पतर 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 गरिरहेको थिएँ। अब मलाई चाहिँ हर दिन कन्टेन्ट चाहिन्छ। अनि त्यसपछि पतर पतर गरेर अनि यता फेरि चरो फेरि मेरो पछि छोडेन टाउकामा बसिरहेको थियो। अनि काकी पनि उता जानु हुँदै रहेछ। अनि काकीलाई पनि बिचारा बोलाएर हामीले चटपटे खाना दियौँ। त्यसको पनि फाइदा उठाइहाल्यौँ भिडियो गरेर बिचारा हाँस्नु हुँदै थियो। चटपटे खाइसकेपछि फेरि यता भाइ दिदी भएर क्यारम खेल्न लागे। अनि हामी चाहिँ अब यत्तिकै बस्यौँ। त्यसपछि फेरि एउटा भिडियो बनाऊँ न त भनेर अब भोलि त भाउजूहरू गइहाल्नुहुन्छ। अनि एउटा भिडियो बनायौँ। त्यसपछि फेरि मेरो चरी त उडेर गइ चाहिँ अनि पिताले चाहिँ उता हेल्प गर्नु हुँदै थियो नाम्न सिक्छ कि भनेर। तर डरले नाम्दै नामिन ऊ चाहिँ एक बार उड्यो भने उड्यो। अब त्यसपछि फेरि यता माछा पाक्दै थियो हाम्रो चाहिँ आज।